मूर्ति चोर कांग्रेस र कम्युनिस्टहरू उनकी राजा हुन्। रातदरबार हत्याकाण्ड कसले घटायो? बाबुरामको मात्र होइन, गिरिजा मरेर गए। अब तिनलाई हामी भेट्न सक्दैनौं। प्रचण्ड, बाबुराम भट्टराई, माधव कुमार नेपालको नाकमा मात्र होइन कानमा पनि खुर्सानी हालेर सोधौं त कसले घटाएको रहेछ? एउटा अपराधी अमेरिकामा बसेर हिजो अस्ति यहाँ आएको रहेछ, त्यसलाई नेपाल प्रहरीले गिरफ्तार गर्नु पर्थ्यो। त्यस बेलाको प्रधान सेनापति हो, त्यसको आँखामा खुर्सानी हालेर सोधौं त कसले राजदरबार हत्याकाण्ड घटाएको रहेछ? त्यसैले 36 वर्षदेखि भएको यो सम्पूर्ण प्रपञ्च नेपालको एकीकरणको विरुद्धमा, नेपाल जुन पहिला अवस्थामा थियो 2200 र 2400 टुक्राहरूमा, त्यही टुक्रामा पुर्याउने, नेपाल ध्वस्त गर्ने, नेपालको स्वाधीनता खत्तम गर्ने, कालजाई इतिहास बर्बाद गर्ने, पूर्वीय दर्शनको उद्गम स्थल नेपाल, यसलाई बर्बाद गर्ने र नेपालको स्वाधीनता नष्ट गरेर पश्चिमा शक्तिहरूले आफ्नो इच्छा अनुसारको परम्परा, धर्म, संस्कार, संस्कृति लाद्ने उद्देश्यबाट कांग्रेस, कम्युनिस्ट नाम गरेका यी अपराधीहरूको जन्म गराएको कुरा हजारौं तथ्यबाट बुझिने तथ्य, देखिने तथ्य, स्पष्ट हुने तथ्यबाट पुष्टि भइसकेको कारणले गर्दा